भनेर भन्ने गर्दै आएको छु। छुटेछु भने मुटुको कुनामा छोपिएर बसेको नाम रहेछ भनेर चित्त नदुखाउनु होला है। कहिलेकाहीँ मुटुले छोपेर राखेको हुन्छ, नामै आउँदैन, देखिँदैन। तर कमान्डरको भूमिका निर्वाह गर्ने राजन गौतमजीलाई त बिर्सनु भएन है। राजन गौतमजी कता हुनुहुन्छ? राजनजी, कमान्डरका हिसाबले तपाईँले एकदमै राम्रो निर्वाह गर्नुभएको छ। म धेरै धेरै धन्यवाद दिन चाहन्छु कमान्डरलाई। कमान्डरको मार्फत सबैजनालाई धन्यवाद। अहिले कमान्डरलाई धन्यवाद दिएपछि त्यहीँबाट सबैले तामासाहीमा धन्यवाद बाँडेर लिनुपर्छ है। चितवनवासी दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई त मैले भन्नै पर्दैन। त्यस्तो आपद विपद पर्दाखेरि, म अप्ठ्यारोमा पर्दा तपाईँको आँसु बगेको, तपाईँले हस्ताक्षर गर्नुभएको, म कारागारमा बसेर एक्लै टोलाउँदै सुनिरहन्थेँ। जब रात पर्थ्यो, बदला होइन न्याय, बदला लिनु हुँदैन, न्याय चाहिँ माग्नुपर्छ, बदला लिनु पर्दैन। म यति भन्न चाहन्छु, जति पनि मतदाताले हामीलाई भोट दिनुभयो उहाँहरूलाई धन्यवाद। तर सम्पूर्ण चितवनवासीको हक हितका लागि हामी काम गर्नेछौँ। हामी यो जितलाई घन्टीमा भोट हाल्नेहरूको मात्र जित होइन, सिङ्गो चितवनको, सिङ्गो देशको जित बनाउनेमा हामी लागि पर्नेछौँ। हामीले जित्दा कसैले पनि हार्न नपरेको महसुस आम जनताले गर्नेछन् भन्ने मैले विश्वास लिएको छु। हामीले विजय र्याली नगर्ने निर्णय गऱ्यौँ, तर म यसै गरी धन्यवाद सम्बोधन कालिकामा र इच्छा कामनामा गर्नेछु। महानगरमा यहाँ भरतपुरमा यही मात्र सम्बोधन हुन्छ, किनकि आम नागरिकले दिएको जिम्मेवारीको अगाडि अब हामीले यसलाई उत्सवको रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा, उत्तरदायित्वको रूपमा लिनुपर्छ। एक एक भोटको हिसाब गर्नुपर्नेछ। यो परिवर्तनका लागि आफ्नो कोख रित्याउनु भएका आमाहरूलाई म सम्झन चाहन्छु, ती शहीद भाइ बहिनीहरूलाई सम्झन चाहन्छु। र फेरि यही उभिएर भन्न चाहन्छु कि भाइ बहिनी हो, तिमीहरूको रगतको एउटा थोपो पनि खेर जाने छैन। नेपाल सरकारलाई धेरै धेरै धन्यवाद। यही चितवनमा उभिएर कारागारबाट मुक्त हुने बित्तिकै प्रधानमन्त्रीज्यू खुट्टा नकमाउनुहोस्, राजसभा तपाईँको साथमा भनेको थियौँ, अनुहार उज्यालो पार्नुहोस् भनेको थियौँ। सबैले राम्रो काम गर्नुभयो। म नेपाल सरकार, विशेष गरी सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आमालाई धन्यवाद। सिङ्गो चितवनले आमालाई धन्यवाद दिएको छ है। एक स्वरमा भनौँ, धन्यवाद आमा। म सुरक्षा निकायका सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु। मैले हिजो पनि भनेको थिएँ, विषम परिस्थितिमा संसारका कयौँ ठाउँहरूमा यस्ता विभिन्न घटनाहरू हुँदाखेरि त्यहाँ लोकतन्त्रको हत्या गर्ने कामहरू सुरक्षा निकायले गरेको हुन्छ। म नेपाल आर्मीलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले लोकतन्त्रको रक्षा गर्नुभयो। जति गर्न सकिन्थ्यो, जति गर्नु पर्थ्यो त्यति गर्नुभयो। संसारका कयौँ देशहरूमा यस्ता किसिमका घटनाहरू हुँदाखेरि लोकतन्त्रै खतरा भएर लोकतन्त्र कब्जा भएको छ। तर हाम्रो मुलुकको सुरक्षा निकायले अनि विशेष गरेर नेपाली सेनाले नेपालको लोकतन्त्रको सम्मान गरेको छ र आज यो अवस्थासम्म पुर्याएको छ। म सम्पूर्ण सेना परिवारलाई धन्यवाद दिन चाहन्छु। नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षा निकायका महानुभावहरूलाई म धन्यवाद दिन चाहन्छु। म अन्तर्राष्ट्रिय समुदायलाई पनि सम्झिन चाहन्छु र म निर्धक्क हुन अनुरोध गर्न चाहन्छु कि रासोपाको नेतृत्वमा रहेको सरकार, रासोपाले नेतृत्व गर्दा हामी सन्तुलित र एकअर्काप्रति पारस्परिक सम्मानपूर्वक परराष्ट्र नीतिमा अडिग रहनेछौँ। नेपालको असंलग्न परराष्ट्र नीतिलाई हामी कार्यान्वयन गर्नेछौँ र हाम्रो कूटनीति, अबको हाम्रो कूटनीति विकास कूटनीति हुनेछ। डेभलपमेन्ट डिप्लोमेसीमा राष्ट्रपालले विश्वास गर्नेछ। सँगै विकासमा सहकार्य गरेर हाम्रो सहकार्यको उचाइसँगै हाम्रो सम्बन्धको उचाइ नयाँ ठाउँमा पुग्नेछ भन्ने कुरा म सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यहीँबाट, चितवनबाट आश्वस्त हुन, विश्वस्त हुन अनुरोध गर्न चाहन्छु। म निजी क्षेत्रलाई अनुरोध गर्न चाहन्छु कि अब तपाईँले राजनीतिक दल र नेताको आश्रय लिनुपर्ने दिन गएका छन्। तपाईँलाई रासोपाको नीतिले तपाईँको रक्षा र सुरक्षा गर्नेछ। स्वदेशमा लगानी गर्ने वातावरण बनाउनको निमित्त, तपाईँहरूको लगानी सुनिश्चित गर्नको निमित्त, त्यो सुनिश्चित र सुरक्षित लगानीको वातावरणका लागि रासोपाले निरन्तर काम गर्नेछ। म
म विभिन्न पेसामा आबद्ध साथीहरूलाई नआत्तिन नअल्मलिन अनुरोध गर्न चाहन्छु। तपाईँहरूको हक हितको रक्षा गर्नको लागि रासोपाले वाचापत्र सार्वजनिक गरेको छ। त्यो वाचापत्र अनुसार जनताले मत दिएका छन्, हामी त्यसै अनुसारले काम गर्नेछौँ। म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसको लागि र आश्वस्त हुनको लागि अनुरोध गर्न चाहन्छु। अब यहाँ उभिएपछि मैले सम्झनै पर्छ, भन्नै पर्छ। हुन त मेरो व्यक्तिगत जीवनको कुरा हो, तर व्यक्तिगत जीवनमा जब आफ्नो जीवन सङ्गिनी निकिता जस्तो हुन्छ त्यसपछि हर लडाइँ लड्न सजिलो हुने रहेछ। म मेरो जीवन सङ्गिनीलाई पनि यो लडाइँमा जति दुखे पनि सहेर अगाडि बढेर मलाई प्रेरित गरिरहेकोमा म धेरै धेरै सम्झन चाहन्छु, धेरै धेरै माया दिन चाहन्छु। जीवन सङ्गिनीको साथ एकचोटि आँसु झरेको थाहा छ, त्योभन्दा पछाडि आँसु पनि झारिनन्। एकचोटि चाहिँ चरम अन्याय भएको रहेछ गरे महसुस गरिन् गरे, एकचोटि आँसु झारिन्। म्याडमलाई माथि ल्याउनु पर्दैन, यहाँ हुनुहुन्छ। म यो यात्रामा पर्दा पछाडि बसेर निरन्तर लड्ने एक योद्धा, केही योद्धाहरूको नाम मैले भन्नै पर्छ। म प्रतिभा रावललाई सम्झन चाहन्छु। प्रतिभा रावल सचिवालयमा बसेर एक योद्धाको तरिकाले निरन्तर लड्ने र अझै पनि लडिरहने प्रतिभा रावललाई आजको यो माहौलमा चितवनबाट सम्झन चाहन्छु। र म अर्को एउटा व्यक्तिलाई सम्झन्छु यहाँ। जति समय म जेलमा बसेँ, जति समय म अँध्यारोमा बसेँ, त्यति नै समय रहनलाई ऊ बाहिर रह्यो, तर एक मिनट एक सेकेन्ड मेरो साथ नछोड्ने। अहिले जिम्मेवारीले मेरो स्वकीय सचिव, तर साक्कै दाजुभाइले पनि त्यति गर्न सक्दैन होला जति अविनाश आचार्यले गर्यो। म मेरो भाइ अविनाश आचार्यलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एक सेकेन्ड पनि उसले छोडेन, हिम्मत हारेन, सधैँ लडिरह्यो। थाहा छैन अरूलाई के कति लाभ भयो पनि थाहा छैन, कुनै लाभको परवाह नगरिकन बेपरवाह बिहानदेखि बेलुकासम्म निरन्तर लागिरहने यस्तो साथी, यस्तो भाइ भगवानले सबैलाई जुराइदिउन्। अविनाश आचार्य। अब सुदूरपश्चिमबाट जितेर आउने दिपक बोहराको नाम त अब लिनु पर्दैन, जनताले न्याय गरिसके उतैतिरबाट। दिपक लगायत सबैलाई धेरै धेरै धन्यवाद। यहाँ मैले अघि भनिहालेँ, कसैको यहाँ नाम छुट्यो भने यतिको कारणले रिसाएर फेरि भोलिबाट म त आइन है दाइ भन्न पाइँदैन भनेको छु। यहाँ मुटुले छोपेर कसैको नाम छोपियो भने अर्कै कुरा हो। यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद। अब धेरै भन्ने कुराहरू केही पनि छैन। त्यसैभरिका साथीहरूलाई, विशेष गरेर राजसभा परिवारलाई एउटा कुरा बताउन चाहन्छु म। साथी हो, अब हामी संयमित भएर अगाडि बढ्नुपर्ने हुनेछ। कसैले पनि जितको उन्मादमा विपक्षीहरूलाई कटाक्ष गर्ने, गाली गर्ने, अपशब्द बोल्ने, होच्याउने, हियाउने काम गर्ने होइन, राम्रो राजनीतिक चरित्र देखाउने हो। प्रतिपक्षमा बस्ने साथीहरू, हिजो हाम्रो राजनीतिक लडाइँ बेग्लै थियो, तर छन्, बाँकी छन्। म तपाईँहरूलाई यति बताउन चाहन्छु कि रासोपाले अब उच्च राजनीतिक चरित्र निर्वाह गर्नुपर्नेछ। त्यो उच्च राजनीतिक चरित्र के हो भने एउटा जिम्मेवार राजनीतिक दल, त्यसका नेता, त्यसका सदस्य, त्यसका शुभेच्छुकहरूले यतिखेर देखाउने भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। तपाईँले गर्नुहुने एउटा गाली गलोजले रासोपाको शिर ननिहुरियोस् है साथी हो। म तपाईँहरूलाई सचेत भएर अघि बढ्न अनुरोध गर्न चाहन्छु। अङ्ग्रेजीमा एउटा भनाइ छ, The great power comes with great responsibility. जति ठुलो शक्ति आर्जन हुन्छ त्यति धेरै जिम्मेवारी काँधमा आउँछ। त्यसकारणले यतिखेर हामी शक्तिशाली भएका होइनौँ, जिम्मेवार भएका हौँ। जिम्मेवार भएर हामी अगाडि आएका छौँ। त्यसकारणले कसैलाई होच्याउने, कसैलाई हेप्ने, हामीले त जित्याउने, तँलाई देखाइदिन्छु भन्ने यो काम हामीले गर्दैनौँ। म आज यही उभिएर साथीहरूलाई भन्न चाहन्छु, हिजोको दिनको राजनीतिक अभ्यास, प्रहरी प्रशासनलाई जित्ने पार्टीले चलाउने, कर्मचारीलाई जित्ने पार्टीले चलाउने, रासोपामा त्यो सम्भव छैन। रासोपामा विधिको शासन हुन्छ। म घन्टी बजाउँदै हिँडेको भन्दै पुलिसलाई न्यु खोज्ने, सिडिओलाई न्यु खोज्ने, कर्मचारीलाई यो काम गरिनुहोस् भनेर टेबल थर्काउने काम रासोपाको एउटा मान्छेबाट पनि हुने छैन। यो कुराको प्रतिबद्धता हामीले गर्नुपर्नेछ। रासोपा विधिको शासन चाहन्छ, हामीले विधिको शासन कायम गर्ने हो, कानुनी राज्य स्थापना गर्ने हो। अरू पार्टीका अरू मान्छेलाई, आम मान्छेलाई जे नियम लागू हुन्छ रासोपाका लागि पनि त्यही नै नियम लागू हुन्छ। कसैलाई अलग हुँदैन, कसैलाई फरक हुँदैन।
रासोपाले प्रतिशोध कसैलाई पनि लिँदैन, हिसाब चाहिँ लिन्छ है साथी हो। कसैप्रति वैरभाव, कुनै पनि राजनीतिक दल नेताहरूप्रति हाम्रो वैरभाव छैन। उनीहरू कोही पनि हाम्रा शत्रु होइनन्, हाम्रा शत्रु साझा छन्। मैले भनेको थिएँ यो देशको अशिक्षा, यो देशको बेरोजगारी, स्वास्थ्यमा भएका कमजोरी, कमसल बाटाघाटाहरू, सिँचाइ नपुगेका फाँटहरू, फाडिएका जङ्गलहरू, नबनेका बाटोहरू, अलपत्र ठेक्का आयोजनाहरू हाम्रा शत्रु यिनीहरूसँग लड्ने हो, कुनै दल र नेतासँग लड्ने होइन। रासोपाले जित्ने बित्तिकै भोलिपल्टैबाट बत्तीको स्विच थिचिए जस्तो हुँदैन, तर सुशासनको डन्डा सुरु हुन्छ। निर्धक्क हुनुहोला, जेका लागि जेन्जी भाइ बहिनीहरूले आफ्नो प्राण आहुति दिए यो देशमा सुशासन कायम होस् भनेर, त्यसको सुरुवात रासोपाले नेतृत्व लिएको घण्टाबाट नै सुरुवात हुन्छ। सुशासनको जगमा उभिन्छौँ हामी, सुशासनको बाटो हुँदै समृद्धिको बाटोमा अगाडि बढ्छौँ। संयमित भएर, शान्त भएर, कसैलाई आतंकित नबनाइकन, कसैलाई चोट नपुर्याइकन, कसैलाई नबिसाइकन शान्त ढङ्गले मुलुकमा विधिको शासन स्थापना गर्ने र थिति बसाल्ने क्रमको हामी सुरुवात गर्छौँ। हामी धेरै सेलिब्रेट गर्ने, यसलाई उत्सव र उत्साहको रूपमा मनाउने तयारीमा छैनौँ। त्यसैले विजय र्याली, विजय जुलुसहरू हुने छैनन्। खालि सम्बोधन केही साथीहरूले मैले जस्तै गर्नुहुन्छ होला। म आज यहाँ सम्बोधन गरेँ, भरतपुरको सम्बोधनलाई मैले यहीँ टुङ्ग्याएँ। म कालिकामा सम्बोधन गर्नेछु एउटा ठाउँमा, त्यसपछि इच्छा कामनामा एउटा सानो सम्बोधन गर्नेछु। आज मेरो तर्फबाट नाच्ने जिम्मा तपाईँहरूको।